मिनी ब्लग अनि आज चाहिँ हामी नन्द भाउजू कहाँ रागर भाउजू पिङ खेलेर आएको अनि सबैजना सञ्चारमा हुनुहुन्छ होला। हामी पनि एकदम सञ्चारमै छौँ। भाउजू र म चाहिँ पिङ खेलेर आएको। पिङ खेल्दा कस्तो अनुभव भयो त नि भाउजूलाई? एकचोटि सुरुमै लोट्यो होइन झरेको अनि त्यसलाई लोटेको भन्दैन झरेको भन्छ अरे। अनि त्यसपछि डोरी खेल्दा कस्तो मजा आएको नि? एक्लै खेल्नुभन्दा डोरी खेल्नु मजा कस्तो 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 है त। अनि कहाँ पुग्नु हजुर? मभन्दा धेरै माथि कि कम माथि? 2 स्टेप माथि। मभन्दा तल फेरि त्यो बुझ्नु न होइन। अरू 2 स्टेप माथि। अनि यहाँ बहिनी अनि त्यसपछि हाम्रो दिदीलाई के भन्न चाहनुहुन्छ तपाईँले? प्यारी परान प्यारी। ए भाउजूको फेरि हाँसो यस्तो मिठो छ। स्टोरी हेर्नु म यिनलाई हाँसेर यिनको हाँसेर यस्तो हाँसिन्छु। मैले हालेको स्टोरी हेर्नु चाहिँ थाहा पाइहाल्नुहुन्छ होइन। क्या शीतल चल्छ क्या यो हाम्रो डाँडोमा चाहिँ सर। अनि हामी चाहिँ यहाँ माथि आइसक्यौँ। त्यो जान लाग्यो पिङ हाल्नु। तिम्रो छोरी रहेछ पानी खानाइछु। पिङ हालेको ठाउँ चाहिँ सो देख्न सक्नुहुन्छ। छौ न टाढा हामी यहाँ पारा गर्नु। भाउजू अहिलेको हजुरले पारा गरेको कस्तो रे? हजुर कमेडी किङ हुन् क्या। सबैजनाले भाउजूलाई फलो गर्नु होला है। बाई बाई।